स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ इडन इङ्ग्लिश बोर्डिङ स्कुलमा प्री नर्सरीदेखि केजी तहसम्मका विद्यार्थीका लागि आयोजना गरिएको खेलकुद कार्यक्रमको आज उद्घाटन गरिएको छ। पौष 3, 4 र 6 गतेसम्म सञ्चालन हुने खेलकुद कार्यक्रमको उद्घाटन जनप्रतिनिधि नकुल शाही ठकुरीले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा विद्यालयका अध्यक्ष, प्राचार्य, उपप्राचार्य तथा प्री नर्सरी, नर्सरी र केजी तहका विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो। 3 दिनसम्म सञ्चालन हुने उक्त खेलकुद कार्यक्रममा बाल बालिकाको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राखी विभिन्न मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको विद्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत बल इन बास्केट, बुक ब्यालेन्स, हट पोट्याटो, स्विट रेस, चेयर रेस लगायतका खेलकुदहरू सञ्चालन गरिनेछ। यस्ता खेल मार्फत विद्यार्थीलाई रमाइलो वातावरणमा प्रतिस्पर्धाको अनुभव दिलाउनुको साथै सक्रिय सहभागितामा जोड दिएको विद्यालय प्रशासनको भनाइ छ। यसैबीच आजै मेरो कार्यालय मेरो सरसफाई अभियान अन्तर्गत इडन स्काउटको आयोजनामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ। सरसफाई अभियानको उद्घाटन विद्यालयका प्राचार्य शिवहरि भट्टराईले गर्नुभएको हो। विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त कार्यक्रममा इडन स्काउटका विद्यार्थीको विशेष सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य भट्टराईले विद्यालय परिसरमा मात्र नभई आगामी दिनमा समुदायभित्रका विभिन्न स्थानहरूमा पनि सरसफाई अभियान सञ्चालन गरिने बताउनुभयो। जिल्ला समन्वय समिति रूपन्देहीको निर्णय अनुसार सञ्चालन गरिएको सरसफाई अभियानले कार्यालय तथा वरपरको वातावरण स्वच्छ राख्न सहयोग पुग्नुका साथै विभिन्न रोगबाट बच्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।